हुन्छ जेनजी एजेन्डामा एक छन्। ठाउँमा चाहिँ देख्दैन नि। ठाउँमा कहिलेकाहीँ के हुन्छ भने भौतिक उपस्थिति धेरै गराउँदाखेरि राष्ट्रपति कार्यालयमा थोरै मान्छे भेला हुने हो। त्यसो हुँदाखेरि राष्ट्रपति कार्यालयमा हामी एजेन्डामा एक छौँ र सबैले यतिखेर नेपाली जनताले साथ मिराज ढुङ्गानाज्यू रक्षा बमहरूसँग सहकार्य कुराकानी भइरहेछ। रक्षा बमज्यूसँग चाहिँ हामीले रक्षा बमले चाहिँ हाम्रो एजेन्डामा सिग्नेचर गर्न मान्नु भएन, तर मिराज ढुङ्गानाज्यूले चाहिँ के भन्नुभएको छ भने उहाँ एजेन्डामा सहमत हुनुहुन्छ। तपाईसँग के कुराकानी भइरहेको छ? यो राष्ट्रपति कार्यालय आउनुभन्दा अगाडि उहाँहरूसँग कुराकानी भएको थियो? हजुर सबसँग भएको छ। के उहाँहरूले सहमति दिएर तपाईँहरू आज? मैले नै कुरा गरेको, उहाँले भन्नुभयो कि त्यो एजेन्डामा हामी सहमत छौँ। हस्, हामी यो दृश्य देखाउँ। यो जेनजी समूहबाट आज राष्ट्रपति कार्यालय भर्खरै यी युवाहरूलाई हामीले राष्ट्रपति कार्यालय भेटेका छौँ र उहाँहरूको प्रतिक्रियाहरू, उहाँहरूले के भन्नुभएको छ आज हामी एसटिपी खबर मार्फत हामी यहाँहरूको अगाडि राख्नेछौँ। आज एसटिपी खबर मार्फत उहाँहरूका भनाइहरू हामी जस्ताको त्यस्तै राख्नेछौँ।